अनि साथीहरू फेरि अब हामीले नयाँ करेसा बारी बनाउनु पर्ने हुन्छ है। यो त बारी छँदैछ अनि अब अर्को भनेको यहाँ माथि निर्माण हुँदैछ है। फुली पनि रहेछ, यहाँ एक दुई ठाउँ फलेको थियो तर सानसानो है कहाँ गयो भर्खर 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 भर्खर। अनि यो माथिको बादलको भ्यू त एवा नै छ साथीहरू, देख्न सक्नुहुन्छ है। आमाम सबैतिर घाम छैन, यो कहाँबाट आएर यहाँ टिलिक्क घाम लाग्यो अचम्म। जुगाड लाउने। वेलकम ब्याक टु न्यू भ्लग। स्वागत छ साथीहरू तपाईँहरूलाई फेरि पनि यो नयाँ भिडियोमा है। आई होप कि तपाईँहरू सबैजना सन्चै नै आराम हुन्छ होला र म पनि एकदमै फिट एन्ड फाइन अनि सन्चै एकदमै आरामै छु भन्नुपर्छ साथीहरू है। अनि साथीहरू अहिले चाहिँ बेलुकै भइसक्यो अनि म चाहिँ कामसाम सकिएर आज चाहिँ अलिक बेलुकै स्टार्ट गरेको छु है भ्लग। अनि भनौँ निकै अँधेरै भइसक्यो अनि अब आजको काम चाहिँ मैले अघि नै भनौँ न भ्लग चाहिँ अघि नै बनाइसकेको छु। अनि टमाटरको काम भयो अलिअलि, अनि अब नयाँ करेसा बारी पनि बनाउनु छ अनि त्यसमा नै अलिअलि काम छ है। अनि त्यही नै हो, आज त्यस्तै भिडियोहरू छ। अब म चाहिँ घाँस साल्न जान्छु। अनि साथीहरू बेलुकै पो भइसक्यो त, अब झन्डै 6 नै बज्यो होला है। अब घाँस सालिदिनु बाँकी नै छ मेरो चाहिँ, काम सकेको छैन नि त। यो चाहिँ अब माथि पुऱ्याउनु पर्ने, यो पनि पार्किङै छ माथि उमा यसको ठाउँमा पुऱ्याउनु पर्ने छ यसलाई पनि। ल साथीहरू अहिले चाहिँ म यो टमाटरको चाहिँ झार उखेल्दैछु है। उखेलिसक्यो भनौँ न टक्कसँगले। यहाँ देख्न सक्नुहुन्छ साथीहरू है, त्यहाँ पनि देख्न सक्नुहुन्छ। मैले चाहिँ तल्लो अलिकति 2-4 ड्याङ चाहिँ छोडेको थिएँ हिजो पानीले नभएर, अनि त्यो सकाएर मैले चाहिँ यहाँसम्म आइसकेँ है। अब मेरो अर्को काम रहेको छ भनेको पत्ता काट्नु पऱ्यो, हाँगा काट्नु पऱ्यो, बाँध्नु पऱ्यो है। पानीले चाहिँ आज के गर्ने हो कसो गर्ने हो थाहा छैन है। अनि यो माथिको बादलको भ्यू त एवा नै छ साथीहरू, देख्न सक्नुहुन्छ है। आमाम पानी पर्ला जस्तो गर्दैछ त्यता त। अनि साथीहरू अब म चाहिँ भनेको पहिले अब अघि झार पनि उखेलिसकेँ सबै है। आज चाहिँ भनेको हाम्रो यो बोर्डर यो भयो, यो हाम्रो के भन्छ अत्तरिका हौ, यो हाम्रो बोर्डर यतापट्टिको बारी र यतापट्टिको यो टारको चाहिँ बोर्डर भनौँ है। यहाँदेखि टक्कसँगले आज चाहिँ बोर्डरमा पुर्याइराख्ने भन्ने चाहिँ हो काम। अनि भोलिदेखि चाहिँ टक्कसँगले यो टारको सुरुवात हुन्छ भोलिदेखि। अब हेरौँ त्यो पनि पानीले दिन्छ दिँदैन है। हिजो त पानीले खेदाकी गरेर अब काट्नु छ यसलाई, टक्क लाएर काट्नुपर्ने बाँकी नै छ हाम्रो, बाँध्नु बाँकी नै छ। अब काट्नु र बाँध्नु पो अलि टाइम लाग्छ त, झार उखेल्नु त सबै उखेलिहाले, बाँध्नु अझै झन्झट हो क्या यो। यता छु थोरै
अरे जल्यो 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 जा खसा खसा सेना खसा ओइ हाङसाङ सेना कहाँ गर्दै जा जा खसा यसलाई हेर्न आफै लड्दैछ फेरि खै दुईजना भएर नि यिनीहरूले काम काटेन है अब चाहिँ छु भाइ छु यता यता छु थोरै जा पासमा जा पासमा यसलाई त आज मुसादेखि बिरालो कुकुर सबै बनाउनुपर्छ अरे ल अनि खुट्टामा बोक्नु त खुट्टामा त बोकिँदैन नि त गोल लाग्यो जा सेना छु थोरै ए दे यता यता थोरै पास थोरै पास भयो हो हाङसाङ दे हो दे कुच्चा भाइ कुच्चा हो कुच्चा दे लु छोड जा पासमा जा ए आयो यता ए हाङसाङले काम काटेन नि ल यता थोरै छु भाइ गुड अरे यार ट्र्याकल पास दिनु भनेको त अरे यता भाइ थोरै छु हो ला भाइ यसलाई मुसा यसलाई त मुसा आज छु भाइ थोरै यता थोरै छु भाइ ए काम काटेन नि ल साथीहरू घरको क्याप्सिकम चाहिँ यस्तो अवस्थामा छ है अनि हिजो अस्ति झार पनि तान्दिएको फेरि आइसकेछ यो त झार पनि यस्तो हेवान आउँछ अनि क्याप्सिकम चाहिँ यस्तो भएको छ तलको भन्दा चाहिँ अलि अगाडि नै रोपेको हो र सरी पनि हाल्यो दिन पनि राम्रो थियो है ठाउँ पनि राम्रो हो त्यसो त यो पानी पर्न थाल्यो अब बाख्रा बस्तु घाँस चाहिँ काट्नै बाँकी छ अनि यहाँ चाहिँ मैले गाई बस्तुको गहुत पनि ल्याइसकेको छु खुस्किने पो हो कि जाँठो हारिने नखुस्किनु चाहिँ पर्ने अनि साथीहरू फेरि अब हामीले नयाँ करेसा बारी बनाउनु पर्ने हुन्छ है यो त बारी छँदैछ अनि अब अर्को भनेको यहाँ माथि निर्माण हुँदैछ है अघि अलिअलि यहाँनिर सफा पनि गरेँ अब यहाँदेखि यहाँसम्म चाहिँ पुरा रायो सागहरू रोप्ने भन्ने कुरो चाहिँ छ मेरो यहाँनिर चाहिँ आउँछ धनियाँ पनि 3-4 खालको छ फेरि धनियाँ रोप्नुलाई रेडी छ है अब यहाँ एकचोटि खनेर अझै एक झपक मल हालिदियो भने चाहिँ राम्रो हुन्छ धनियाँ 3-4 खालको पनि ल्याएको छु बजारबाट एकदम A1 अनि मौसम चाहिँ यस्तो छ साथीहरू ब्ल्याक ब्युटी भइरहेछ अब रात पनि पऱ्यो झन्डै अब पानी पनि पर्ने आँट्यो है ल साथीहरू काँक्राको अवस्था चाहिँ यो तरिकाको छ अहिले चाहिँ फुली पनि रहेछ यहाँ 1-2 ठाउँ फलेको थियो तर सानो है कहाँ गयो भर्खर अनि यहाँ टुक्रुके पनि आउँदैछ टुक्रुके पनि छ यहीँ चाहिँ हो क्या टुक्रुके ल्याएर रोप्नुपर्ने भन्दा नि अलिक काँक्रालाई असर गर्थ्यो कि है इस्कुस पनि फल्नु थालेछ तर कुनै ठाउँ है त्यहाँनिर छ त्यहाँनिर त्यत्रो भएको रहेछ 2-3 दाना त लाग्नु थालेछ अब त इस्कुस पनि त्यहाँ माथि चाहिँ छैन रहेछ फलेको सकेसम्म यसलाई माथिल्लोपट्टि नै थाङ्रा दिएर माथि नै तान्नु पर्ने हो यतै माथिल्लोपट्टि ठाउँ त छ होइन बनाएको चाहिँ के होला फेरि हाङसँगले घर अनि अड्सेस हट्दैनस् अनि को बस्छ यहाँ चाहिँ नि अब सबैभन्दा सानो नै तैँसेस् अब अनि तैँ अटिरहेछ भने पनि भएन त नि त्यो त कसको लागि घर बनाएको ए मान्छेकै लागि ए माटोकै मान्छेको लागि अडियो अब कस्तो बनाउने यहाँदेखि चाहिँ
डोर बनाउनु छ डोर त भनेको चाहिँ अब अनि केले छाउने अनि पानीले अनि पानी पस्छ त सबै केले छाउने छाउने म जुगाड लाउँछु जुगाड लाउने जुगाडले नि भएन नि हुन्छ ए अनि म भित्र अब के बनाउने नि घर त खतरा भयो त नि आम्मामा सबैतिर घाम छैन यो कहाँबाट आएर यहाँ टिलिक्क घाम लाग्यो अचम्म छक्क पर्छु म भइगयो नि यता पनि एकछिन लागेको भए हुन्थ्यो त यता त पानीले दन्काउनै आँट्यो त नि त्यहाँ चाहिँ कस्तो हेवान तरिकाले लाग्यो क्या घाम छैन फेरि यहाँ आउँदै त कहीँ